ओके गाइज, अब चाहिँ हाम्रो बस्ने ठाउँ पनि कन्फर्म भइसक्यो एकदम भिआइपी होटेलमा। 2टा रुमको नेपाली कति हो? 26,000। 2टा रुमको नेपाली 26,000 भनेको भिआइपी नै हो। ठिक छ, कहिलेकाहीँ यो चिज पनि एक्सपिरियन्स लिनुपर्छ कि होइन भट्टिजो? यस, यहाँ हुनुहुन्छ हाम्रो साजाङनिम अनि हाम्रो टोली। हाम्रो अब चाहिँ हामी मुखपुसी पुरै सखा पार्नेछौँ, पुरै सकाउने वालामा छौँ आज र भोलिसम्म। सो अहिले चाहिँ छुसकको बिदाले कारणले चाहिँ यस भन्नुहोस्, हामी क्रस गर्नुपर्छ जस्तो लाग्छ। यस, एक्ज्याक्टली समुद्र यहीँ छ होइन। तपाईँहरूलाई म आज मुखपुम बजार कुना घुमाइदिउँ त सुमन? ओके, खासमा म चाहिँ गाइड आउनुपर्ने रहेछ तपाईँहरूलाई घुमाउने कि म गाइड बन्नु पऱ्यो क्या हो? गाइडै हो जस गर्न सक्छु जस्तो लाग्छ, कता कता जाने कता कता पुर्याउने। ओके गाइज, तपाईँको सुन्ने शक्ति श्रावण अलिक कमजोर भएछ, केही पनि छैन। केही छैन, देख्न सक्नुहुन्छ यहाँ चाहिँ मान्छेहरू पनि एकदम भिडाभिड हुँदो रहेछ अनि हेर्ने दृश्य पनि साह्रै रमाइलो। समुद्र किनारमा बसेर इन्जोय गर्नेहरूको धेरै रहेछ। सो आजको हाम्रो दिन त नभनौँ, बेलुका रात हुन लागिसक्यो। आजको हाम्रो दिन, हाम्रो बेलुकाको समय चाहिँ यतै बिताउने वालामा छौँ। अब हामी स्काई वक भन्ने ठाउँमा पनि जाने वालामा नै छौँ पक्कै पनि, होइन सुद्धो? यस, ओके।